यहाँहरू सम्पूर्णमा शुभ बिहानी, नमस्कार, शुभ दिन। आज ज्येष्ठ 2 गते 2083 अर्थात् किरात सम्बत 5086। हामी अहिले किरात राई यायखा वडा 8 साकेला सांस्कृतिक पार्क धरान 17 मा डिस्प्लेको लागि चाहिँ हैन योभन्दा अघिल्लो जेनेरेसन भनौँ पुर्खाहरूले दैनिकी आफ्नो जीवन गुजाराको क्रममा के सामानहरू प्रयोग गर्नुहुन्थ्यो भनेर यहाँ लेआउट गर्दैछौँ। समय परिवर्तनसँगै आधुनिक युगको प्रवेशसँगै अहिले यस्ता चाहिँ विभिन्न पुर्खाहरूले चलाउँदै आउनुभएका दैनिकी जीवनका उपयोगी सामानहरू चाहिँ अहिले लोप हुँदै गइरहेको अवस्थामा पछिल्लो जेनेरेसनलाई थाहा होस् र नलेज होस् भनेर हामी प्रदर्शन गर्ने गर्छौँ। एउटा चाहिँ हाम्रो किरात समुदायमा उधौली र उभौली चाड मनाउने गर्दछौँ। यसै अन्तर्गत आज सुनसरी जिल्लाको चाहिँ उभौलीको अन्तिम प्रोग्राम हो र किरात समुदायले चाहिँ हाम्रो उभौली विशेष गरेर लामो समयसम्म मनाउने गर्छौँ। किरात शब्द आफैमा चाहिँ सभ्यता भएको शब्द हो। किरात शब्दप्रति हामी चाहिँ हैन बयान गरिराख्नु जरुरी नै छैन, सबैलाई थाहा भएकै हो। त्यसै अन्तर्गत हामी किरात शब्द र सभ्यताको अनुसार एक समुदाय राई समुदाय हाम्रो चाहिँ पहिला दैनिकी जीवनमा चलाइने सरसामानहरू यस्तो छ। पछिल्लो जेनेरेसनलाई थाहा होस् र उहाँहरूलाई पनि के कस्ता सरसामान प्रयोग गरेर चाहिँ जीवन गुजारा गर्नुहुन्थ्यो अघिल्ला पुस्ताहरूले, हाम्रा पुर्खाहरूले भनेर नलेज होस् भनेर हामी प्रायः जसो सो गर्ने गर्दछौँ। यसै अन्तर्गत हामी यहाँ लेआउट गरिरहेका छौँ। मैले हिजो पनि भिडियोमा भनेको थिएँ बाहिरी आवरण र बिस्तारै यसलाई मैले चाहिँ हैन हाम्रो कृष्ण दाई लागिराख्नु भएको छ हैन। हजुर हजुर ल ओके दाई, म यता गएँ। यस्तो छ, पुरै 360 डिग्री म घुम्दैछु। यो सब भरै पुनः अर्को भिडियोमा चाहिँ पुरा तयारी गरेर लेआउट भइसकेको म भिडियो अपलोड गर्ने नै छु र यो प्रकारले हामीले लेआउट गरेका छौँ र भित्री भाग पनि म देखाउँछु। हाम्रो कमल दाई र भित्र भाग कोक्रो जातो, यो ठेकी र मदानी, यो 3 चुला, यो हाँडी भन्छ, यो विशेष आइटम, यो चाहिँ सरङ हो। यो सरङ यो हेर्नुहोस् है। ओके, हवस् त यहाँहरूलाई पुनः अर्को भिडियो बनाएर अपलोड गर्नेछु। तपाईँहरू दिनहरू सधैँ सुखद, खुसियाली, उमङ्ग, सकारात्मक ऊर्जा शरीरमा उत्पन्न, दिमागमा उत्पन्न, बौद्धिक विकासको वृद्धि होस् र दिनहरू सधैँ सुखद रहन्। तपाईँ हामीलाई पारुवाङ सुम्निमाले रक्षा गरिरहोस्। सबैको घरमा चाहिँ खुसियाली छाइरहोस्। हवस् त किरात सम्बत 5086 को एकपल्ट शुभकामना। हवस् त, थ्याङ्क यू।